यो वाट्सअप शुभ बिहानी सबैलाई गुड मर्निङ फर 20 ग्रुपबाट अहिले चाहिँ हाम्रो पहिलो भिडियो हो अनि हाम्रो उसमा चाहिँ हाम्रै होस्टेलको केटाहरू यो च्यानलमा छन् भनौँ न सबैले एकैचोटि खोल्ने भनेर एउटा च्यानल खोलौँ न भनेर सोचेर चाहिँ खोल्न लाग्यो अनि हामी चाहिँ अहिले टक्कै होस्टेलमा बसेर हेर्दैछौँ हाम्रो होस्टेलको नाम चाहिँ फेरि पछि भन्छु म होस्टेलको नाम यस्तरी बसिरहेको छौँ यु क्यान सी दिस प्लेस होइन अनि टक्क हामी चाहिँ अहिले यसरी नै शुभ बिहानी भइसकेको छ केटाहरू रुममै छ सबजना यसो काम गरिरहेको छ आफ्नो अब रुम चाहिँ नदेखाउँ होला रुम अलिकति फोहोर नै छ मेसी नै छ अनि कुनसाङ चाहिँ कता गएछ भनेपछि हाम्रो चाहिँ दुईवटा यसमा हुन्छ नि प्रकाश सुतिर हुन्छ नि उसलाई कुनसाङलाई देख्न सक्नुहुन्छ हेलो गाइस ल केही भएन नयाँ भ्लग सुरु गर्दैछौँ यो चाहिँ हाम्रो फर्स्ट भिडियो हो सबैले हामीलाई सपोर्ट दिनु होला हामी चाहिँ अबबाट एकदम एक्साइटिङ कन्टेन्ट लिएर आउनेछौँ अहिले चाहिँ म बाहिर जाँदैछु बाहिर चाहिँ कता जाँदै हुन्छ तपाईँ अहिले हामी कलेजमा यसको केही काम हुँदैन यसले कलेज गएर आफ्नो एक्सलाई हेर्छ होइन अब के हो भन्दाखेरि चाहिँ त्यस्तै हो कलेजमा चाहिँ जानुपर्ने केटाहरू काम छ होला अलिअलि मेरो काम चाहिँ मैले अस्ति नै सकिसकेको थिएँ यस्तो कामहरूमा चाहिँ म एकदम अगाडि नै छु भनौँ न अनि के हो केही छैन क्या तपाईँको हुन्छ नि झ्याउ लाग्दो मात्र छ अनि अब चाहिँ यसो भर्खर उठेछ मुखसुख धुनु पऱ्यो फ्रेस भएर अनि त्यसपछि तपाईँहरू म्याच आउने छु एकछिनलाई वेट गरौँ है त हाम्रो कोसाङ साथी चाहिँ अब जाँदैछन् उनले चाहिँ अघि आगामी भिडियोहरू बनाउँछन् बाटोमा ल ग्याङ ग्याङ अब चाहिँ भ्लगलाई म कन्टिन्यू गर्छु अहिलेसम्म चाहिँ सुजलले बनाइरहेको थियो अब चाहिँ हामी हाम्रो कलेज टुर गर्नेछौँ हाम्रो एक्स कलेजलाई आई होप आजको दिन राम्रै जान्छ ओके Welcome to College B. This is going to be a blast. सक्नुहुन्छ है यो चाहिँ हाम्रो एक्स कलेज है सो या हामी चाहिँ कलेज गेटमा छौँ र यहाँबाट चाहिँ हामी अब छिर्दैछौँ हिम्मत भन्ने चिज त अब यस्तै हो नि के छ मेरो दाइ ल हेलो के भन्छन् हामी फेरि हाम्रो कलेजमा आइसक्यौँ होइन यो चाहिँ हाम्रो कलेजको बिल्डिङ सो गाइस यो चाहिँ हाम्रो कलेज होइन टक्कै यो चाहिँ साइन्स बिल्डिङ होइन अनि ठ्याक्क उतापट्टि चाहिँ हाम्रो म्यानेजमेन्ट बिल्डिङ छ यतापट्टि चाहिँ होइन अनि यताउता चाहिँ यो क्यान्टिन भयो होस्टेल भयो उता जस 2 वर्ष कटाइयो राम्ररी बिताइयो भनौँ न र वन्डरफुल एक्सपिरियन्स भयो भनौँ न गाइस होइन यो चाहिँ कलेजको ग्राउन्ड भयो होइन यो चाहिँ न्यू एडेड भयो यो चाहिँ कलेजको बास्केटबल कोर्ट हो होइन फ्रीमै प्रमोसन टाइप अफ यो भइरहेछ हाम्रो यो चाहिँ म्यानेजमेन्ट बिल्डिङ अब चाहिँ कलेज चाहिँ एकदम वेल डेभलप भइसकेको छ होइन गाइस अब बिस्तारै चाहिँ अब पास्ट कुराहरूको चाहिँ एकदम यो मेमोरिज हुने रहेछ होइन सो गाइज हामी चाहिँ अहिले फर्किँदैछौँ सो या सी यु अगेन है सो अब आजको लागि चाहिँ कलेज भ्लग यति नै थियो होइन धेरै त गर्न पाइएन जस टाग्राटुली यति क्लिपहरू गरेर गरियो जस एउटा के चाहिँ हुँदो रहेछ भन्दा चाहिँ एउटा जुन हामीले बिताएको पल द मेमोरिज होइन त्योहरू चाहिँ एकदम रिकल हुँदो रहेछ सो यो चाहिँ हाम्रो एउटा न्यू स्ट्रङ तरिकाले हामी फेरि हाम्रो भ्लगहरू अब चाहिँ कन्टिन्यू गर्छौँ सो या किप वाचिङ है सो अब चाहिँ हामी टक्क लगाएर चिया खान जान लाग्यो सबजना अब चिया खाने ठाउँमा अहिले चाहिँ हामी टक्क लगाएर चिया खाएर यसरी हिँडिरहेको छौँ 9:30 बजिरहेको होला अहिले अनि टक्क अब चाहिँ रात पनि परिसक्यो हामी जाने भनेको रुममै नै हो अब त्यही भएर भ्लगलाई यतै नै इन्ड गर्छ होला सो या गाइस अब हामी अझै यसै गरी नयाँ नयाँ एक्साइटिङ कन्टेन्टहरू लिएर आउँदै गर्छौँ अब फर्स्ट टाइम हो होइन फर्स्ट एटेम्पमै कहिले नराम्रो हुनसक्छ सो प्लिज फर्गिभ अल द मिस्टेक्स है हामी अझै इम्प्रुभ गर्छौँ इम्प्रुभ गर्दैछौँ केटाहरू त्यहाँ हिँड्दैछ ल बाई बाई ओके बाई बाई प्रकाश बाई बाई